रियल कम्पिटिसन फिल गर्नु छ भने त्यो एनर्जी कोच राजुबाट पनि दिन सकिन्छ। कल्पना गर्नुहोस् स्टेजमा उभिएको एक युवा जसको स्वरले चारै कोचले घुमाउँछ। कोच प्रमोद भन्छन् मेरो सबैभन्दा ठुलो कम्पिटिसन कोच राजु नै हो र त्यही राजुको टिममा जोडिन्छन् टिकाराम। यो कथा हो ताप्लेजुङबाट काठमाडौँ पुगेका एक सपनाको। आज हामीले ल्याएको छौँ टिकाराम श्रेष्ठको रोमाञ्चक यात्रा। उजाडियो जिन्दगी उजाडियो मन उजाडियो जिन्दगी उजाडियो। पूर्णबहादुरको सारङ्गीबाट प्रेरित चरी बोलको गीत टिकाराम श्रेष्ठले स्टेजमा उभिए र सुरु भयो जादु। हाई नोटबाट लो नोटसम्म हरेक स्वरले दर्शकको मन छुन्छ। कोच बेलिना, खेम, प्रमोद र राजु चारैजना घुमे। तपाईँले थाहा छ यो प्रस्तुतिले उनलाई स्टार बनायो। उजाडियो जिन्दगी उजाडियो मन उजाडियो जिन्दगी उजाडियो मन। प्रस्तुति सकिएपछि चारै कोचले बोल्न थाले। कोच प्रमोदले भने यदि मेरो कसैसँग कम्पिटिसन हुन्छ भने त्यो कोच राजु हो र टिकारामलाई पाउन सबैले आफ्नो सबैभन्दा राम्रो पिच गरे। कोच खेमले त हाँस्दै भने यदि कसैले बोलेको छैन भने यसको मतलब उनी प्रति चासो छैन। बुझ्नु पर्यो नबोल्ने मान्छेलाई जाँगरै छैन, हजुरलाई ल्याउन मनै छैन भने बुझ्नु पर्यो हजुरले। झट्ट हेर्दा टिम प्रमोदमा जोडिन्छ जस्तो लाग्थ्यो तर टिकारामका साथीहरूले सल्लाह दिए र टिम राजु रोजे। कोच राजु खुसीले फुरुङ्गिए। बाँकी दिन कोच छक्क परे। यो थियो प्रतिस्पर्धाको रोमाञ्च। तपाईले पनि यस्तो मोमेन्टमा हुनुहुन्छ भने कल्पना गर्नुहोस्। प्रमोद सर, मेलिना म्याम अनि हाम्रो खेम सरलाई सरी भन्दै म राजु सरलाई। ताप्लेजुङमा जन्मिएका टिकाराम 2072 सालमा झापामा बसाइ सरे। दाजुभाइहरूले गाएको देख्दा रहर जाग्यो। म पनि गाउँछु। गाउँको गुरुले देखेर उनको स्वरमा जादु र भनिदिए बिर्ता मोडको सनलाइट म्युजिक स्कुलमा जोडिनु। यहीबाट सुरु भयो उनको साङ्गीतिक यात्रा। पढाइभन्दा गीत सङ्गीतमा बढी लगाव। काठमाडौँ पुग्दा उनी सपनाको सिडी चढ्दै थिए र सफलताको सबैभन्दा ठुलो पाइला भोइस अफ नेपाल सिजन 7 के तपाईलाई थाहा छ यो यात्रा 8 वर्षदेखि चलिरहेको छ। हरेक नोटमा लुकेको संघर्षको कथा। आठ वर्षमा के कमाए त? स्वरमा जादु, दर्शकको माया र कोचहरूको सम्मान। भोइस अफ नेपालबाट सुरु भएको यो यात्रा अझै जारी छ। टिकाराम भन्छन् संगीत मेरो जीवन हो, अब के? अर्को एल्बम, कन्सर्ट वा नयाँ सिजन? यो जादुगरको उडान अझै बाँकी छ। टिकाराम श्रेष्ठ एक सुर, अनगिन्ती सपना। यदि तपाईमा पनि लुकेको ट्यालेन्ट छ भने अझै सुरु गर्नुहोस्। लाइक, शेयर र कमेन्ट गर्न नबिर्सनुहोस्। तपाईको फेभरेट मोमेन्ट कुन थियो? ब्युटिफुल भोइस, स्माइली फेस र पोजिटिभ एनर्जी, यो सबको अगाडि सबै ट्यालेन्ट पग्लिहाल्नुहुन्छ, गइहाल्नुहुन्छ। म यसरी बसिरहेको थियो अनि यसो आयो, कसले हाने चाहिँ यसो हेरेको। अब मेलिना बहिनी चाहिँ अब घुमिसक्यो हो। एउटा गल्ती, एउटा अन्जान ब्लग र कोच राजुको सबैभन्दा ठुलो हतियार खेर गयो। ब्लाइन्ड अडिसनको पावर सकियो। टिम राजु कमजोर हुन्छ त? हाम्रो सपना राजुले जितोस् के सपना सपनामै सीमित रहने हो त? आउनुस् विस्तारमा जानौ। म यसरी बसिरहेको थियो अनि यसो आयो, कसले हाने चाहिँ यसो हेरेको। अब मेलिना बहिनी चाहिँ अब घुमिसक्यो। नाङ्गलेबारी काठमाडौँबाट 21 वर्षीय दिनेश परियार स्टेजमा उभिए। पञ्चे बाजा र बाँसुरीको तालमा मिठो भाका गाए। पहिलो लाइनमै 4 वटा कोच घुमे। मेलिना, प्रमोद, खेम र राजु सबै मोहित। पहिलो पटक पञ्चे बाजासँग प्रस्तुति। नेपाली लोक संगीतको जादु स्टेजमा देखिएको थियो। प्रस्तुति सकियो अनि अचानक ब्लक। कोच मेलिना एकदम ब्लक। सबै अचम्म, कसले गर्यो? मेलिना हरेक कुर्सीमा गइन् र हाँसिन्। प्रमोदले त भुइँमा बसेकी मेलिनाले आफ्नो कुर्सीमा बसाए। म आफ्नै चेलीलाई ब्लक गर्छु त भन्दै हाँसुको ठुलो लहर स्टेजमा देखिएको थियो। शङ्करापुर 1 नगरपालिका, शङ्करापुर नगरपालिका नाङ्गलेबारीबाट आएको बसिरहेको बस्ने
बस्ने गाह्रो भयो एकछिन हाम्रो चेलीलाई कसले ब्लक गरिदियो यस्तो चेलीलाई भुइँमा राख्नुहुन्छ दिनेशले कोच खेमछाने यात्रा अघि बढ्यो तर ब्लकको रहस्य बाँकी थियो क्यामेरा जुम गर्यो र कसले ब्लक गरेको कुरा बाहिरियो ब्लक गर्ने कोच थिए कोच राजु तर ब्लक भएको थियो अन्जानमा राजुले आफ्नै हातले पावर खेर फालिएका थिए म यसरी बसिरहेको थियो अनि यसो आयो कसले हाने चाहिँ यसो हेरेको अब मेलिना बहिनी चाहिँ अब घुमिसक्यो हो उता ब्लक भइसक्यो म त छक्क परेँ कसले गरे भने लास्टमा चाहिँ अब एक्सिडेन्टली मेरो हातले चाहिँ यसरी गरेको रहेछ के अब टिम राजुमा बलियो चेला आउन सक्दैनन् त के टिम राजुको स्ट्राटेजी फेल भयो हाम्रो सपना राजुले जित्यो सपनामै सीमित रहन्छ अब के खेल सकियो त किन भन्दा हाम्रो बसिरहेको बस्ने गाह्रो भयो एकछिन हाम्रो चेलीलाई कसले ब्लक गरिदियो यस्तो चेलीलाई भुइँमा राख्नुहुन्छ होइन यो बुझाइ सरासर गलत हो ब्लक खेर जाँदैमा टिम कमजोर हुँदैन राजुको अनुभव स्ट्राटेजी र चेलाहरूको जोस अझै बाँकी छ अन्जानको ब्लकले हार हुँदैन यो त नयाँ चुनौती हो राजुले पहिले पनि यस्ता चुनौतीहरू पार गरेका छन् उनको टिममा अझै बलियो चेलाहरू आउनेछन् र टिम राजु अझ बलियो भएर आउनेछ यो चाहिँ मेरो अब पहिलोचोटि ब्लकको अनुभव भनौँ न यो कोचलाई ब्लक गर्न पाउने अनुभव अब चाहिँ मेरो खेरा गयो मेरो ब्लक चाहिँ पुरै खेरा गयो तपाईँ राजुको सपना जितेको हेर्न चाहनुहुन्छ अब सपोर्टमा उभिनुहोस् कमेन्टमा लेख्नुहोस् टिम राजु विन्स यो सिजन राजुले जित्नेछ विश्वास गर्नुहोस् आउनुहोस् सँगै लडौँ र सँगै जितौँ यो सिजनमा चुनौती चुलीमा छ भिड्नलाई आउँदैछन् चारै विजेता कोच नमस्कार साथीहरू कल्पना गर्नुहोस् 4 जना सुपरस्टार कोच जसले द भोइस अफ नेपालको इतिहास रचेका छन् अब एक अर्का विरुद्ध लड्दै छन् आज कार्तिक 14 गते शुक्रबारबाट द भोइस अफ नेपाल सिजन 7 धमाकेदार रूपमा सुरु भयो ब्लाइन्ड अडिसनमा यस्ता ट्यालेन्टहरू आउँदैछन् जसले तपाईको सास थाम्नेछन् पूरा सिजनमा ब्लाइन्ड अडिसन पछि रुचि गर्थ्यो अब यसपटक हैन नयाँ प्लेटफर्मले सुरुवातदेखि नै अन्तिमसम्म रमाइलो कायम रहनेछ तयार हुनुहोस् यो सिजनले तपाईलाई 2 घण्टा टिभीमा चिप्लाउनेछ कुन कोचले जित्छ कमेन्टमा भन्नुहोस् यो सिजनको सबैभन्दा ठूलो हाइलाइट 4 विजय कोचहरू प्रमोद खरेल राजु लामा खेम सेन्चुरी र मेलिना राई सबैले कुनै न कुनै सिजन जितेका छन् उनीहरू बीच कडा प्रतिस्पर्धा हुँदैछ प्रमोद खरेल सिजन 1 देखि सिजन 3 सम्म विजेता कोच म फेरि फर्के यो पटक मेरो टिमलाई रोक्न कसैले सक्दैन भन्ने हिम्मतका साथ यस पटक सिजन 7 मा देखिएका छन् राजु लामा सिजन 4 का विजेता मेरो टिममा लुकेका ड्रागनहरू आउँदै छन् भन्ने जोशका साथ यस पटक देखिएका छन् भने कोच खेम सेन्चुरी सिजन 6 का विजेता हुन् यस सिजनमा मेरो स्ट्र्याटेजीले सबैले चकित पार्नेछन् भन्ने एक जोशका साथ देखिएका छन् भने मेलिना राई बोइज किड्सका विजेता हुन् महिलाको पावर देखाउनका लागि यस पटक सिजन 7 मा उपस्थित भएका छन् यी 4 कोचहरू बीचको ब्याटलले सिजनलाई सुपर रोचक बनाउनेछन् कुन टिममा जोडिन चाहनुहुन्छ लाइक गरेर देखाउनुहोस् The Voice of Nepal Season 7 अब प्रश्न पुरानो सिजनका ब्लाइन्ड अडिसन हेरेर मरि हत्ते हुन्थे तर ब्याटल नकआउटमा रुचि गर्थ्यो भोइसको टिमले सुनेका छन् यस सिजनमा नयाँ रोचक फर्म्याट थपिएका छन् जसले सुरुदेखि लाइभ शो सम्म रमाइलो कायम राख्नेछ हेरौं के चेन्ज भएका छन् त
ब्लाइन्ड अडिसनमा ब्लक सिस्टम परिवर्तन पुरानो जस्तो होइन। अब कोचहरूले ब्लक गर्दा स्मार्ट तरिकाले ट्यालेन्ट चोरी गर्न सक्छन्। कल्पना गर्नुहोस्, एउटा ट्यालेन्ट गाउँदैछ, 3 कोच टर्न गर्छन् तर चौथो सुपर ब्लक प्रयोग गरेर सबैले रोक्छन्। यसले धमाकेदार मोमेन्ट सिर्जना गर्नेछ। बोइजको टिममा विश्वास छ यस सिजनका ट्यालेन्टहरूले कोचहरूको पसिना चुहाउनेछ। ब्याटल राउन्डमा 2 सेभ। अब कोचले 2 जनालाई सेभ गर्न सक्छन्। एउटा आफैको टिमबाट फालिएको ट्यालेन्ट भने अर्को रहेको छ स्टिल गरेर। यसले ब्याटललाई अझ थप रणनीतिक बनाउनेछ। कुन कन्टेस्टेन्ट स्टिल हुनेछ तपाईँ अनुमान लगाउनुहोस्। नकआउट राउन्डमा रेड जोन। सिलेक्ट नभएकाहरूलाई रेड जोनमा राखिनेछन्। यो एउटा सेकेन्ड चान्स राउन्ड जस्तो जसबाट कुनै पनि फर्केर आउन सक्छन्। ड्रामा लेभल 100%। लाइभ शोमा भोटिङ चेन्ज। नयाँ भोटिङ सिस्टमले दर्शकको पावर बढाएको छ। अब एसएमएस र एपबाट सुपर भोट सुविधा अन्तिमसम्म कसैको पनि हातबाट निस्किने छैन। यी चेन्जेसले सिजनलाई अघिल्लो सिजन भन्दा फरक र रमाइलो बनाउनेछ र ब्लाइन्ड अडिसनदेखि नै हेर्न नछुटाउनुहोस्। आफ्नो कथा। अब कल्पना गर्नुहोस्, एउटा 16 वर्षकी बालिकाले बोइजको 4 कोच एकैचोटि टर्न गराउँछ वा एउटा गाउँले युवकले स्टिल मोमेन्ट सिर्जना गर्छ। यो सिजनका ट्यालेन्टहरूले ब्लाइन्ड अडिसनलाई धमाका बनाउनेछन्। बोइजको टिम भन्छ यो पटक ब्याटलदेखि नै दर्शक मरिहत्ते हुनेछ। हेरौँ केही टिजरका क्लिप। प्रमोद खरेलको चकित मुहार, राजुको हाँसो, खेमको डान्स, मेलिनाको इमोसन। कुन ट्यालेन्टले विजेता बन्ने छ त यो सिजनमा? यो सिजन नेपाल भरबाट हजारौं आवेदकहरू तर केवल 64 जना ब्लाइन्ड अडिसनमा पुग्ने। तपाईको फेभरेट कन्टेस्टेन्ट को हुन सक्छ त? रुचि घट्ने डर छोड्नुहोस्। नयाँ फर्मेटले हरेक राउन्डलाई एडभेन्चर बनाउनेछ। लाइभ शो सम्म पुग्दा तपाईको भोटले विजेता निर्धारण गर्नेछ। साथीहरू, द भोइस अफ नेपाल सिजन 7 ले नेपाली संगीतको नयाँ अध्याय लेख्न लागि छ। 4 विजय कोच, नयाँ फर्मेट र अप्रत्याशित ट्यालेन्टहरू। यो सिजन छुटाउन लायक छैन। अझैबाट हिमालय टिभी र युट्युबमा हेर्नुहोस्। तपाईको फेभरेट कोच को? कुन चेन्जले सबैभन्दा रोचक लाग्यो? कमेन्टमा लेख्नुहोस्, शेयर गर्नुहोस् र सब्स्क्राइब गरेर अलर्ट अन गर्नुहोस्। धन्यवाद। हामी अर्को भिडियोमा फेरि भेट्ने नै छौं। यो सिजनमा चुनौती चुलीमा छ। रियल कम्पिटिसन फिल गर्नु छ भने त्यो एनर्जी कोच राजुबाट पनि लिन सकिन्छ। कल्पना गर्नुहोस्, स्टेजमा उभिएको एक युवा जसको स्वरले 4 कोचले घुमाउँछ। कोच प्रमोद भन्छन् मेरो सबैभन्दा ठुलो कम्पिटिसन कोच राजु नै हो र त्यही राजुको टिममा जोडिन्छन् टिकाराम। यो कथा हो ताप्लेजुङबाट काठमाडौँ पुगेका एक सपनाको। आज हामीले ल्याएको छौँ टिकाराम श्रेष्ठको रोमाञ्चक यात्रा। उजाडियो जिन्दगी, उजाडियो मन, उजाडियो जिन्दगी, उजाडियो। पूर्णबहादुरको सारङ्गीबाट प्रेरित चरी बोलको गीत टिकाराम श्रेष्ठले स्टेजमा उभिए र सुरु भयो जादु। हाई नोटबाट लो नोटसम्म हरेक स्वरले दर्शकको मन छुन्छ। कोच मेलिना, खेम, प्रमोद र राजु 4 जना घुमे। तपाईँले थाहा छ यो प्रस्तुतिले उनलाई स्टार बनायो। उजाडियो जिन्दगी, उजाडियो मन, उजाडियो जिन्दगी, उजाडियो मन। प्रस्तुति सकिएपछि 4 कोचले बोल्न थाले। कोच प्रमोदले भने यदि मेरो कसैसँग कम्पिटिसन हुन्छ भने त्यो कोच राजु हो र टिकारामलाई पाउन सबैले आफ्नो सबैभन्दा राम्रो पिच गरे। कोच खेमले त हाँस्दै भने यदि कसैले बोलेको छैन भने यसको मतलब उनी प्रति चासो छैन। के बुझ्नु पर्यो? नबोल्ने मान्छेलाई जाँगरै छैन, हजुरलाई ल्याउन मनै छैन भने बुझ्नु पर्यो हजुरले। झट्ट हेर्दा टिम प्रमोदमा जोडिन्छ जस्तो लाग्थ्यो तर टिकारामका साथीहरूले सल्लाह दिए र टिम राजु रोजे। कोच राजु खुसीले फुरुङ्गिए। बाँकी 3 कोच छक्क परे। यो थियो प्रतिस्पर्धाको रोमाञ्च। के तपाईले पनि यस्तो मोमेन्टमा हुनुहुन्छ भने कल्पना गर्नुहोस्। प्रमोद सर, मेलिना म्याम अनि हाम्रो खेम सरलाई सरी भन्दै म राजु सरलाई
अप्लेजुङमा जन्मिएका टिकाराम 2072 सालमा झापामा बसाइ सरे दाजुभाइहरूले गाएको देख्दा रहर जाग्यो। म पनि गाउँछु। गाउँको गुरुले देखेर उनको स्वरमा जादु र भनिदिए बिर्ता मोडको सनलाइट म्युजिक स्कुलमा जोडिनु। यहीबाट सुरु भयो उनको सांगीतिक यात्रा। पढाइभन्दा गीत संगीतमा बढी लगाव। काठमाडौँ पुग्दा उनी सपनाको सिडी चढ्दै थिए र सफलताको सबैभन्दा ठूलो पाइला भोइस अफ नेपाल सिजन 7 के तपाईलाई थाहा छ यो यात्रा 8 वर्षदेखि चलिरहेको छ। हरेक नोटमा लुकेको संघर्षको कथा। आठ वर्षमा के कमाए त? स्वरमा जादु, दर्शकको माया र कोचहरूको सम्मान। भोइस अफ नेपालबाट सुरु भएको यो यात्रा अझै जारी छ। टिकाराम भन्छन् संगीत मेरो जीवन हो, अब के? अर्को एल्बम, कन्सर्ट वा नयाँ सिजन? यो जादुगरको उडान अझै बाँकी छ। टिकाराम श्रेष्ठ एक सुर, अनगिन्ती सपना। यदि तपाईमा पनि लुकेको ट्यालेन्ट छ भने अझै सुरु गर्नुहोस्। लाइक, शेयर र कमेन्ट गर्न नबिर्सनुहोस्। तपाईको फेभरेट मोमेन्ट कुन थियो? ब्युटिफुल भोइस, स्माइली फेस र पोजिटिभ एनर्जी, यो सबको अगाडि सबै ट्यालेन्ट पग्लिहाल्नुहुन्छ, गइहाल्नुहुन्छ। यो सिजनमा चुनौती चुलीमा छ। भिड्नलाई आउँदैछन् चारै विजेता कोच। नमस्कार साथीहरू, कल्पना गर्नुहोस् 4 जना सुपरस्टार कोच जसले द भोइस अफ नेपालको इतिहास रचेका छन् अब एक अर्का विरुद्ध लड्दैछन्। आज कार्तिक 14 गते शुक्रबारबाट द भोइस अफ नेपाल सिजन 7 धमाकेदार रूपमा सुरु भयो। ब्लाइन्ड अडिसनमा यस्ता ट्यालेन्टहरू आउँदैछन् जसले तपाईको सास थाम्नेछन्। पूरा सिजनमा ब्लाइन्ड अडिसन पछि रुचि गर्थ्यो, अब यसपटक हैन। नयाँ प्लेटफर्मले सुरुवातदेखि नै अन्तिमसम्म रमाइलो कायम रहनेछ। तयार हुनुहोस्, यो सिजनले तपाईलाई 2 घण्टा टिभीमा चिप्लाउनेछ। कुन कोचले जित्छ कमेन्टमा भन्नुहोस्। यो सिजनको सबैभन्दा ठूलो हाइलाइट 4 विजय कोचहरू प्रमोद खरेल, राजु लामा, खेम सेन्चुरी र मेलिना राई। सबैले कुनै न कुनै सिजन जितेका छन्। उनीहरू बीच कडा प्रतिस्पर्धा हुँदैछ। प्रमोद खरेल सिजन 1 देखि सिजन 3 सम्म विजेता कोच। म फेरि फर्के, यो पटक मेरो टिमलाई रोक्न कसैले सक्दैन भन्ने हिम्मतका साथ यस पटक सिजन 7 मा देखिएका छन्। राजु लामा सिजन 4 का विजेता। मेरो टिममा लुकेका ड्रागनहरू आउँदैछन् भन्ने जोशका साथ यस पटक देखिएका छन् भने कोच खेम सेन्चुरी सिजन 6 का विजेता हुन्। यस सिजनमा मेरो स्ट्राटेजीले सबैले चकित पार्नेछन् भन्ने एक जोशका साथ देखिएका छन् भने मेलिना राई भोइस किड्सका विजेता हुन्। महिलाको पावर देखाउनका लागि यस पटक सिजन 7 मा उपस्थित भएका छन्। यी 4 कोचहरू बीचको ब्याटलले सिजनलाई सुपर रोचक बनाउनेछन्। कुन टिममा जोडिन चाहनुहुन्छ लाइक गरेर देखाउनुहोस्। The Voice of Nepal Season 7। अब प्रश्न, पुरानो सिजनका ब्लाइन्ड अडिसन हेरेर मरि हत्ते हुन्थे तर ब्याटल नकआउटमा रुचि गर्थ्यो भोइसको टिमले सुनेका छन्। यस सिजनमा नयाँ रोचक फर्मेट थपिएका छन् जसले सुरुदेखि लाइभ शो सम्म रमाइलो कायम राख्नेछ। हेरौं के चेन्ज भएका छन् त। ब्लाइन्ड अडिसनमा ब्लक सिस्टम परिवर्तन। पुरानो जस्तो होइन, अब कोचहरूले ब्लक गर्दा स्मार्ट तरिकाले ट्यालेन्ट चोरी गर्न सक्छन्। कल्पना गर्नुहोस्, एउटा ट्यालेन्ट गाउँदैछ, 3 कोच टर्न गर्छन् तर चौथो सुपर ब्लक प्रयोग गरेर सबैले रोक्छन्। यसले धमाकेदार मोमेन्ट सिर्जना गर्नेछ। भोइसको टिममा विश्वास छ यस सिजनका ट्यालेन्टहरूले कोचहरूको पसिना चुहाउनेछ। ब्याटल राउन्डमा 2 सेभ। अब कोचले 2 जनालाई सेभ गर्न सक्छन्। एउटा आफैको टिमबाट फालिएको ट्यालेन्ट भने अर्को रहेको छ स्टिल गरेर। यसले ब्याटललाई अझ थप रणनीतिक बनाउनेछ। कुन कन्टेस्टेन्ट स्टिल हुनेछ तपाई अनुमान लगाउनुहोस्।
नकआउट राउन्डमा रेड जोन सिलेक्ट नभएकाहरूलाई रेड जोनमा राखिनेछन्। यो एउटा सेकेन्ड चान्स राउन्ड जस्तो जसबाट कुनै पनि फर्केर आउन सक्छन्। ड्रामा लेभल 100%। लाइभ शोमा भोटिङ चेन्ज। नयाँ भोटिङ सिस्टमले दर्शकको पावर बढाएको छ। अब एसएमएस र एपबाट सुपर भोट सुविधा अन्तिमसम्म कसैको पनि हातबाट निस्किने छैन। यी चेन्जेसले सिजनलाई अघिल्लो सिजन भन्दा फरक र रमाइलो बनाउनेछ र ब्लाइन्ड अडिसनदेखि नै हेर्न नछुटाउनुहोस्। आफ्नो कथा। अब कल्पना गर्नुहोस् एउटा 16 वर्षकी बालिकाले भोइसको 4 कोच एकैचोटि टर्न गराउँछ वा एउटा गाउँले युवकले स्टिल मोमेन्ट सिर्जना गर्छ। यो सिजनका ट्यालेन्टहरूले ब्लाइन्ड अडिसनलाई धमाका बनाउनेछन्। भोइसको टिम भन्छ यो पटक ब्याटलदेखि नै दर्शक मरिहत्ते हुनेछ। हेरौं केही टिजरका क्लिप। प्रमोद खरेलको चकित मुहार, राजुको हाँसो, खेमको डान्स, मेलिनाको इमोसन। कुन ट्यालेन्टले विजेता बन्ने छ त यो सिजनमा? यो सिजन नेपाल भरबाट हजारौं आवेदकहरू तर केवल 64 जना ब्लाइन्ड अडिसनमा पुग्ने। तपाईको फेभरेट कन्टेस्टेन्ट को हुन सक्छ त? रुचि घट्ने डर छोड्नुहोस्। नयाँ फर्मेटले हरेक राउन्डलाई एडभेन्चर बनाउनेछ। लाइभ शो सम्म पुग्दा तपाईको भोटले विजेता निर्धारण गर्नेछ। साथीहरु, द भोइस अफ नेपाल सिजन 7 ले नेपाली संगीतको नयाँ अध्याय लेख्न लागेको छ। 4 विजय कोच, नयाँ फर्मेट र अप्रत्याशित ट्यालेन्टहरू। यो सिजन छुटाउन लायक छैन। अझैबाट हिमालय टिभी र युट्युबमा हेर्नुहोस्। तपाईको फेभरेट कोच को? कुन चेन्जले सबैभन्दा रोचक लाग्यो? कमेन्टमा लेख्नुहोस्, शेयर गर्नुहोस् र सब्स्क्राइब गरेर अलर्ट अन गर्नुहोस्। धन्यवाद। हामी अर्को भिडियोमा फेरि भेट्ने नै छौं। यो सिजनमा चुनौती चुलीमा छ। म यसरी बसिरहेको थियो अनि यसो आयो, कसले हाने चाहिँ यसो हेरेको, अब मेलिना बहिनी चाहिँ अब घुमिसक्यो हो। एउटा गल्ती, एउटा अन्जान ब्लग र कोच राजुको सबैभन्दा ठुलो हतियार खेर गयो। ब्लाइन्ड अडिसनको पावर सकियो। टिम राजु कमजोर हुन्छ त? हाम्रो सपना राजुले जितोस् के सपना सपनामै सीमित रहने हो त? आउनुस् विस्तारमा जानौ। म यसरी बसिरहेको थियो अनि यसो आयो, कसले हाने चाहिँ यसो हेरेको, अब मेलिना बहिनी चाहिँ अब घुमिसक्यो। नाङ्लेबारी काठमाडौँबाट 21 वर्षीय दिनेश परियार स्टेजमा उभिए। पञ्चे बाजा र बाँसुरीको तालमा मिठो भाका गाए। पहिलो लाइनमै 4 वटा कोच घुमे। मेलिना, प्रमोद, खेम र राजु सबै मोहित। पहिलो पटक पञ्चे बाजासँग प्रस्तुति। नेपाली लोक संगीतको जादु स्टेजमा देखिएको थियो। प्रस्तुति सकियो अनि अचानक ब्लक। कोच मेलिना एकदम ब्लक। सबै अचम्म, कसले गर्यो? मेलिना हरेक कुर्सीमा गइन् र हाँसिन्। प्रमोदले त भुइँमा बसेकी मेलिनाले आफ्नो कुर्सीमा बसाए। म आफ्नै चेलीलाई ब्लक गर्छु त भन्दै हाँसुको ठुलो लहर स्टेजमा देखिएको थियो। शंकरापुर 1 नगरपालिका, शंकरापुर नगरपालिका नाङ्लेबारीबाट आएको। बसिरहेको बस्ने गाह्रो भयो। एकछिन हाम्रो चेलीलाई कसले ब्लक गरिदियो? यस्तो चेलीलाई भुइँमा राख्नुहुन्छ? दिनेशले कोच खेम छाने। यात्रा अघि बढ्यो तर ब्लकको रहस्य बाँकी थियो। क्यामेरा जुम गर्यो र कसले ब्लक गरेको कुरा बाहिरियो। ब्लक गर्ने कोच थिए कोच राजु, तर ब्लक भएको थियो अन्जानमा। राजुले आफ्नै हातले पावर खेर फालिएका थिए। म यसरी बसिरहेको थियो अनि यसो आयो, कसले हाने चाहिँ यसो हेरेको, अब मेलिना बहिनी चाहिँ अब घुमिसक्यो हो। उता ब्लक भइसक्यो। म त छक्क परे, कसले गरे भने लास्टमा चाहिँ अब एक्सिडेन्टली मेरो हातले चाहिँ यसरी गरेको रहेछ। के अब टिम राजुमा बलियो चेला आउन सक्दैनन् त? के टिम राजुको स्ट्राटेजी फेल भयो? हाम्रो सपना राजुले जित्यो। सपना सपनामै सीमित रहन्छ। अब के खेल सकियो त? किन भन्दा हाम्रो बस्ने गाह्रो भयो। एकछिन हाम्रो चेलीलाई कसले ब्लक गरिदियो? यस्तो चेलीलाई भुइँमा राख्नुहुन्छ? होइन, यो बुझाइ सरासर गलत हो। ब्लक खेर जाँदैमा टिम कमजोर हुँदैन। राजुको अनुभव, स्ट्राटेजी र चेलाहरूको जोस अझै बाँकी छ। अन्जानको ब्लकले हार हुँदैन। यो त नयाँ चुनौती हो। राजुले पहिले पनि यस्ता चुनौतीहरू पार गरेका छन्। उनको टिममा अझै बलियो चेलाहरू आउनेछन् र टिम राजु अझ बलियो भएर आउनेछ।
यो चाहिँ मेरो अब पहिलोचोटि ब्लगको अनुभव भनौँ न, यो कोचलाई ब्लग गर्न पाउने अनुभव अब चाहिँ मेरो खेर गयो, मेरो ब्लग चाहिँ पुरै खेर गयो। इट्स ओके। अब एउटा तपाईँ राजुको सपना जितेको हेर्न चाहनुहुन्छ? अब सपोर्टमा उभिनुहोस्, कमेन्टमा लेख्नुहोस् टिम राजु विन्स। यो सिजन राजुले जित्नेछ, विश्वास गर्नुहोस्। आउनुहोस् सँगै लडौँ र सँगै जितौँ। यो सिजनमा चुनौती चुलीमा छ। भिड्नलाई आउँदैछन् 4 विजेता कोच। नमस्कार साथीहरू, कल्पना गर्नुहोस् 4 जना सुपरस्टार कोच जसले द भोइस अफ नेपालको इतिहास रचेका छन् अब एक अर्का विरुद्ध लड्दैछन्। आज कार्तिक 14 गते शुक्रबारबाट द भोइस अफ नेपाल सिजन 7 धमाकेदार रूपमा सुरु भयो। ब्लाइन्ड अडिसनमा यस्ता ट्यालेन्टहरू आउँदैछन् जसले तपाईको सास थाम्नेछन्। पूरा सिजनमा ब्लाइन्ड अडिसन पछि रुचि गर्थ्यो, अब यसपटक होइन। नयाँ प्लेटफर्मले सुरुवातदेखि नै अन्तिमसम्म रमाइलो कायम रहनेछ। तयार हुनुहोस्, यो सिजनले तपाईलाई 2 घण्टा टिभीमा चिप्लाउनेछ। कुन कोचले जित्छ कमेन्टमा भन्नुहोस्। यो सिजनको सबैभन्दा ठूलो हाइलाइट 4 विजय कोचहरू प्रमोद खरेल, राजु लामा, खेम सेन्चुरी र मेलिना राई। सबैले कुनै न कुनै सिजन जितेका छन्। उनीहरू बीच कडा प्रतिस्पर्धा हुँदैछ। प्रमोद खरेल सिजन 1 देखि सिजन 3 सम्म विजेता कोच। म फेरि फर्के, यो पटक मेरो टिमलाई रोक्न कसैले सक्दैन भन्ने हिम्मतका साथ यस पटक सिजन 7 मा देखिएका छन्। राजु लामा सिजन 4 का विजेता। मेरो टिममा लुकेका ड्रागनहरू आउँदैछन् भन्ने जोशका साथ यस पटक देखिएका छन् भने कोच खेम सेन्चुरी सिजन 6 का विजेता हुन्। यस सिजनमा मेरो स्ट्राटेजीले सबैले चकित पार्नेछन् भन्ने एक जोशका साथ देखिएका छन् भने मेलिना राई भोइस किड्सका विजेता हुन्। महिलाको पावर देखाउनका लागि यस पटक सिजन 7 मा उपस्थित भएका छन्। यी 4 कोचहरू बीचको ब्याटलले सिजनलाई सुपर रोचक बनाउनेछन्। कुन टिममा जोडिन चाहनुहुन्छ लाइक गरेर देखाउनुहोस्। The Voice of Nepal Season 7। अब प्रश्न, पुरानो सिजनका ब्लाइन्ड अडिसन हेरेर मरि हत्ते हुन्थे तर ब्याटल नकआउटमा रुचि गर्थ्यो भोइसको टिमले सुनेका छन्। यस सिजनमा नयाँ रोचक फर्मेट थपिएका छन् जसले सुरुदेखि लाइभ शो सम्म रमाइलो कायम राख्नेछ। हेरौं के चेन्ज भएका छन् त। ब्लाइन्ड अडिसनमा ब्लक सिस्टम परिवर्तन। पुरानो जस्तो होइन, अब कोचहरूले ब्लक गर्दा स्मार्ट तरिकाले ट्यालेन्ट चोरी गर्न सक्छन्। कल्पना गर्नुहोस्, एउटा ट्यालेन्ट गाउँदैछ, 3 कोच टर्न गर्छन् तर 4थो सुपर ब्लक प्रयोग गरेर सबैले रोक्छन्। यसले धमाकेदार मोमेन्ट सिर्जना गर्नेछ। भोइसको टिममा विश्वास छ यस सिजनका ट्यालेन्टहरूले कोचहरूको पसिना चुहाउनेछ। ब्याटल राउन्डमा 2 सेभ। अब कोचले 2 जनालाई सेभ गर्न सक्छन्। एउटा आफैको टिमबाट फालिएको ट्यालेन्ट भने अर्को रहेको छ स्टिल गरेर। यसले ब्याटललाई अझ थप रणनीतिक बनाउनेछ। कुन कन्टेस्टेन्ट स्टिल हुनेछ तपाई अनुमान लगाउनुहोस्। नकआउट राउन्डमा रेड जोन। सिलेक्ट नभएकाहरूलाई रेड जोनमा राखिनेछन्। यो एउटा सेकेन्ड चान्स राउन्ड जस्तो जसबाट कुनै पनि फर्केर आउन सक्छन्। ड्रामा लेभल 100%। लाइभ शोमा भोटिङ चेन्ज। नयाँ भोटिङ सिस्टमले दर्शकको पावर बढाएको छ। अब एसएमएस र एपबाट सुपर भोट सुविधा। अन्तिमसम्म कसैको पनि हातबाट निस्किने छैन। यी चेन्जेसले सिजनलाई अघिल्लो सिजन भन्दा फरक र रमाइलो बनाउनेछ र ब्लाइन्ड अडिसनदेखि नै हेर्न नछुटाउनुहोस्। आफ्नो कथा। अब कल्पना गर्नुहोस्, एउटा 16 वर्षकी बालिकाले भोइसको 4 कोच एकैचोटि टर्न गराउँछ वा एउटा गाउँले युवकले स्टिल मोमेन्ट सिर्जना गर्छ। यो सिजनका ट्यालेन्टहरूले ब्लाइन्ड अडिसनलाई धमाका बनाउनेछन्। भोइसको टिम भन्छ यो पटक ब्याटलदेखि नै दर्शक मरिहत्ते हुनेछ। हेरौं केही टिजरका
क्लिप, प्रमोद खरेलको चकित मुहार, राजुको हाँसो, खेमको डान्स, मेलिनाको इमोसन, कुन ट्यालेन्टले विजेता बन्ने छ त यो सिजनमा? यो सिजन नेपाल भरबाट हजारौं आवेदकहरू, तर केवल 64 जना ब्लाइन्ड अडिसनमा पुग्ने। तपाईको फेभरेट कन्टेस्टेन्ट को हुन सक्छ त? रुचि घट्ने डर छोड्नुहोस्, नयाँ फर्मेटले हरेक राउन्डलाई एडभेन्चर बनाउनेछ। लाइभ शोसम्म पुग्दा तपाईको भोटले विजेता निर्धारण गर्नेछ। साथीहरू, द भोइस अफ नेपाल सिजन 7 ले नेपाली संगीतको नयाँ अध्याय लेख्न लागि छ। 4 विजय कोच, नयाँ फर्मेट र अप्रत्याशित ट्यालेन्टहरू। यो सिजन छुटाउन लायक छैन। अझैबाट हिमालय टिभी र युट्युबमा हेर्नुहोस्। तपाईको फेभरेट कोच को? कुन चेन्जले सबैभन्दा रोचक लाग्यो? कमेन्टमा लेख्नुहोस्, शेयर गर्नुहोस् र सब्स्क्राइब गरेर अलर्ट अन गर्नुहोस्। धन्यवाद। हामी अर्को भिडियोमा फेरि भेट्ने नै छौं। यो सिजनमा चुनौती चुलीमा छ। म यसरी बसिरहेको थियो अनि यसो आयो, कसले हाने चाहिँ यसो हेरेको, अब मेलिना बहिनी चाहिँ अब घुमिसक्यो हो। एउटा गल्ती, एउटा अनजान ब्लग र कोच राजुको सबैभन्दा ठुलो हतियार खेर गयो। ब्लाइन्ड अडिसनको पावर सकियो। टिम राजु कमजोर हुन्छ त? हाम्रो सपना राजुले जितोस् के सपना सपनामै सीमित रहने हो त? आउनुस् विस्तारमा जानौ। म यसरी बसिरहेको थियो अनि यसो आयो, कसले हाने चाहिँ यसो हेरेको, अब मेलिना बहिनी चाहिँ अब घुमिसक्यो। नाङ्गलेबारी काठमाडौँबाट 21 वर्षीय दिनेश परियार स्टेजमा उभिए। पञ्चे बाजा र बाँसुरीको तालमा मिठो भाका गाए। पहिलो लाइनमै 4 वटा कोच घुमे। मेलिना, प्रमोद, खेम र राजु सबै मोहित। पहिलो पटक पञ्चे बाजासँग प्रस्तुति, नेपाली लोक संगीतको जादु स्टेजमा देखिएको थियो। प्रस्तुति सकियो अनि अचानक ब्लक। कोच मेलिना एकदम ब्लक। सबै अचम्म, कसले गर्यो? मेलिना हरेक कुर्सीमा गइन् र हाँसिन्। प्रमोदले त भुइँमा बसेकी मेलिनाले आफ्नो कुर्सीमा बसाए। म आफ्नै चेलीलाई ब्लक गर्छु त भन्दै हाँसुको ठुलो लहर स्टेजमा देखिएको थियो। शङ्करापुर 1 नगरपालिका, शङ्करापुर नगरपालिका नाङ्ले बारेबाट आएको बसिरहेको बस्ने गाह्रो भयो। एकछिनै हाम्रो चेलीलाई कसले ब्लक गरिदियो? यस्तो चेलीलाई भुइँमा राख्नुहुन्छ? दिनेशले कोच खेम छाने। यात्रा अघि बढ्यो तर ब्लकको रहस्य बाँकी थियो। क्यामेरा जुम गर्यो र कसले ब्लक गरेको कुरा बाहिरियो। ब्लक गर्ने कोच थिए कोच राजु, तर ब्लक भएको थियो अन्जानमा। राजुले आफ्नै हातले पावर खेर फालिएका थिए। म यसरी बसिरहेको थियो अनि यसो आयो, कसले हाने चाहिँ यसो हेरेको, अब मेलिना बहिनी चाहिँ अब घुमिसक्यो हो। उता ब्लक भइसक्यो। म त छक्क परेँ, कसले गरे भने लास्टमा चाहिँ अब एक्सिडेन्टली मेरो हातले चाहिँ यसरी गरेको रहेछ। के अब टिम राजुमा बलियो चेला आउन सक्दैनन् त? के टिम राजुको स्ट्राटेजी फेल भयो? हाम्रो सपना राजुले जितो, सपना सपनामै सीमित रहन्छ। अब के खेल सकियो त? किन भन्दा हाम्रो बस्ने गाह्रो भयो। एकछिनै हाम्रो चेलीलाई कसले ब्लक गरिदियो? यस्तो चेलीलाई भुइँमा राख्नुहुन्छ? होइन, यो बुझाइ सरासर गलत हो। ब्लक खेर जाँदैमा टिम कमजोर हुँदैन। राजुको अनुभव, स्ट्राटेजी र चेलाहरूको जोस अझै बाँकी छ। अन्जानको ब्लकले हार हुँदैन। यो त नयाँ चुनौती हो। राजुले पहिले पनि यस्ता चुनौतीहरू पार गरेका छन्। उनको टिममा अझै बलियो चेलाहरू आउनेछन् र टिम राजु अझ बलियो भएर आउनेछ। यो चाहिँ मेरो अब पहिलोचोटि ब्लकको अनुभव भनौँ न। यो कोचलाई ब्लक गर्नु पाउने अनुभव अब चाहिँ मेरो खेरा गयो। मेरो ब्लक चाहिँ पुरै खेरा गयो। इट्स ओके। अब एउटा तपाईँ राजुको सपना जितेको हेर्न चाहनुहुन्छ? अब सपोर्टमा उभिनुहोस्, कमेन्टमा लेख्नुहोस् टिम राजु विन्स। यो सिजन राजुले जित्नेछ। विश्वास गर्नुहोस्। आउनुहोस्, सँगै लडौँ र सँगै जितौँ। यो सिजनमा चुनौती चुलीमा छ।
लिनलाई आउँदैछन् चारै विजेता कोच। नमस्कार साथीहरू, कल्पना गर्नुहोस् 4 जना सुपरस्टार कोच जसले द भोइस अफ नेपालको इतिहास रचेका छन् अब एक अर्का विरुद्ध लड्दै छन्। आज कार्तिक 14 गते शुक्रबारबाट द भोइस अफ नेपाल सिजन 7 धमाकेदार रूपमा सुरु भयो। ब्लाइन्ड अडिसनमा यस्ता ट्यालेन्टहरू आउँदैछन् जसले तपाईको सास थाम्नेछन्। पूरा सिजनमा ब्लाइन्ड अडिसन पछि रुचि गर्थ्यो, अब यसपटक हैन। नयाँ प्लेटफर्मले सुरुवातदेखि नै अन्तिमसम्म रमाइलो कायम रहनेछ। तयार हुनुहोस्, यो सिजनले तपाईलाई 2 घण्टा टिभीमा चिप्लाउनेछ। कुन कोचले जित्छ कमेन्टमा भन्नुहोस्। यो सिजनको सबैभन्दा ठूलो हाइलाइट 4 विजय कोचहरू प्रमोद खरेल, राजु लामा, खेम सेन्चुरी र मेलिना राई सबैले कुनै न कुनै सिजन जितेका छन्। उनीहरू बीच कडा प्रतिस्पर्धा हुँदैछ। प्रमोद खरेल सिजन 1 देखि सिजन 3 सम्म विजेता कोच। म फेरि फर्के, यो पटक मेरो टिमलाई रोक्न कसैले सक्दैन भन्ने हिम्मतका साथ यस पटक सिजन 7 मा देखिएका छन्। राजु लामा सिजन 4 का विजेता। मेरो टिममा लुकेका ड्रागनहरू आउँदैछन् भन्ने जोशका साथ यस पटक देखिएका छन् भने कोच खेम सेन्चुरी सिजन 6 का विजेता हुन्। यस सिजनमा मेरो स्ट्राटेजीले सबैले चकित पार्नेछन् भन्ने एक जोशका साथ देखिएका छन् भने मेलिना राई भोइस किड्सका विजेता हुन्। महिलाको पावर देखाउनका लागि यस पटक सिजन 7 मा उपस्थित भएका छन्। यी 4 कोचहरू बीचको ब्याटलले सिजनलाई सुपर रोचक बनाउनेछन्। कुन टिममा जोडिन चाहनुहुन्छ लाइक गरेर देखाउनुहोस्। The Voice of Nepal Season 7। अब प्रश्न, पुरानो सिजनका ब्लाइन्ड अडिसन हेरेर मरि हत्ते हुन्थे तर ब्याटल नकआउटमा रुचि गर्थ्यो भोइसको टिमले सुनेका छन्। यस सिजनमा नयाँ रोचक फर्मेट थपिएका छन् जसले सुरुदेखि लाइभ शो सम्म रमाइलो कायम राख्नेछ। हेरौं के चेन्ज भएका छन् त। ब्लाइन्ड अडिसनमा ब्लक सिस्टम परिवर्तन। पुरानो जस्तो होइन, अब कोचहरूले ब्लक गर्दा स्मार्ट तरिकाले ट्यालेन्ट चोरी गर्न सक्छन्। कल्पना गर्नुहोस्, एउटा ट्यालेन्ट गाउँदैछ, 3 कोच टर्न गर्छन् तर चौथो सुपर ब्लक प्रयोग गरेर सबैले रोक्छन्। यसले धमाकेदार मोमेन्ट सिर्जना गर्नेछ। भोइसको टिममा विश्वास छ यस सिजनका ट्यालेन्टहरूले कोचहरूको पसिना चुहाउनेछ। ब्याटल राउन्डमा 2 सेभ। अब कोचले 2 जनालाई सेभ गर्न सक्छन्। एउटा आफैको टिमबाट फालिएको ट्यालेन्ट भने अर्को रहेको छ स्टिल गरेर। यसले ब्याटललाई अझ थप रणनीतिक बनाउनेछ। कुन कन्टेस्टेन्ट स्टिल हुनेछ तपाई अनुमान लगाउनुहोस्। नकआउट राउन्डमा रेड जोन। सिलेक्ट नभएकाहरूलाई रेड जोनमा राखिनेछन्। यो एउटा सेकेन्ड चान्स राउन्ड जस्तो जसबाट कुनै पनि फर्केर आउन सक्छन्। ड्रामा लेभल 100%। लाइभ शोमा भोटिङ चेन्ज। नयाँ भोटिङ सिस्टमले दर्शकको पावर बढाएको छ। अब एसएमएस र एपबाट सुपर भोट सुविधा अन्तिमसम्म कसैको पनि हातबाट निस्किने छैन। यी चेन्जेसले सिजनलाई अघिल्लो सिजन भन्दा फरक र रमाइलो बनाउनेछ र ब्लाइन्ड अडिसनदेखि नै हेर्न नछुटाउनुहोस्। आफ्नो कथा। अब कल्पना गर्नुहोस्, एउटा 16 वर्षकी बालिकाले भोइसको 4 कोच एकैचोटि टर्न गराउँछ वा एउटा गाउँले युवकले स्टिल मोमेन्ट सिर्जना गरेछ। यो सिजनका ट्यालेन्टहरूले ब्लाइन्ड अडिसनलाई धमाका बनाउनेछन्। भोइसको टिम भन्छ यो पटक ब्याटलदेखि नै दर्शक मरिहत्ते हुनेछ। हेरौं केही टिजरका क्लिप। प्रमोद खरेलको चकित मुहार, राजुको हाँसो, खेमको डान्स, मेलिनाको इमोसन। कुन ट्यालेन्टले विजेता बन्नेछ त यो सिजनमा? यो सिजन नेपाल भरबाट हजारौं आवेदकहरू तर केवल 64 जना ब्लाइन्ड अडिसनमा पुग्ने। तपाईको फेभरेट कन्टेस्टेन्ट को हुन सक्छ त? रुचि घट्ने डर छोड्नुहोस्। नयाँ फर्मेटले हरेक राउन्डलाई एडभेन्चर बनाउनेछ। लाइभ शो सम्म पुग्दा तपाईको भोटले विजेता निर्धारण गर्नेछ। साथीहरू, द भोइस अफ नेपाल सिजन 7 ले नेपाली संगीतको नयाँ अध्याय लेख्न लागिएको छ। 4 विजय कोच, नयाँ फर्मेट र अप्रत्याशित ट्यालेन्टहरू। यो सिजन छुटाउन लायक छैन। अझैबाट हिमालय टिभी र युट्युबमा हेर्नुहोस्। तपाईको फेभरेट कोच को? कुन चेन्जले सबैभन्दा रोचक लाग्यो? कमेन्टमा लेख्नुहोस्, शेयर गर्नुहोस् र सब्स्क्राइब गरेर अलर्ट अन गर्नुहोस्। धन्यवाद। हामी अर्को भिडियोमा फेरि भेट्ने नै छौं।
यो सिजनमा चुनौती चुलीमा छ। रियल कम्पिटिसन फिल गर्नु छ भने त्यो एनर्जी कोच राजुबाट पनि लिन सकिन्छ। कल्पना गर्नुहोस् स्टेजमा उभिएको एक युवा जसको स्वरले चारै कोचले घुमाउँछ। कोच प्रमोद भन्छन् मेरो सबैभन्दा ठुलो कम्पिटिसन कोच राजु नै हो र त्यही राजुको टिममा जोडिन्छन् टिकाराम। यो कथा हो ताप्लेजुङबाट काठमाडौँ पुगेका एक सपनाको। आज हामीले ल्याएको छौँ टिकाराम श्रेष्ठको रोमाञ्चक यात्रा। उजाडियो जिन्दगी उजाडियो मन उजाडियो जिन्दगी उजाडियो। पूर्णबहादुरको सारङ्गीबाट प्रेरित चरी बोलको गीत टिकाराम श्रेष्ठले स्टेजमा उभिए र सुरु भयो जादु। हाई नोटबाट लो नोटसम्म हरेक स्वरले दर्शकको मन छुन्छ। कोच बेलिना, खेम, प्रमोद र राजु चारैजना घुमे। तपाईँलाई थाहा छ यो प्रस्तुतिले उनलाई स्टार बनायो। उजाडियो जिन्दगी उजाडियो मन उजाडियो जिन्दगी उजाडियो मन। प्रस्तुति सकिएपछि चारै कोचले बोल्न थाले। कोच प्रमोदले भने यदि मेरो कसैसँग कम्पिटिसन हुन्छ भने त्यो कोच राजु हो र टिकारामलाई पाउन सबैले आफ्नो सबैभन्दा राम्रो पिच गरे। कोच खेमले त हाँस्दै भने यदि कसैले बोलेको छैन भने यसको मतलब उनी प्रति चासो छैन। के बुझ्नु पर्यो, नबोल्ने मान्छेलाई जाँगरै छैन, हजुरलाई ल्याउन मनै छैन भने बुझ्नु पर्यो हजुरले। टट्ट हेर्दा टिम प्रमोदमा जोडिन्छ जस्तो लाग्थ्यो तर टिकारामका साथीहरूले सल्लाह दिए र टिम राजु रोजे। कोच राजु खुसीले फुरुङ्गिए। अघि दिन कोच छक्क परे। यो थियो प्रतिस्पर्धाको रोमाञ्च। तपाईले पनि यस्तो मोमेन्टमा हुनुहुन्छ भने कल्पना गर्नुहोस्। प्रमोद सर, मेलिना म्याम अनि हाम्रो खेम सरलाई सरी भन्दै म राजु सरलाई। ताप्लेजुङमा जन्मिएका टिकाराम 2072 सालमा झापामा बसाइ सरे। दाजुभाइहरूले गाएको देख्दा रहर जाग्यो। म पनि गाउँछु। गाउँको गुरुले देखेर उनको स्वरमा जादु र भनिदिए बिर्ता मोडको सनलाइट म्युजिक स्कुलमा जोडिनु। यहीबाट सुरु भयो उनको साङ्गीतिक यात्रा। पढाइभन्दा गीत सङ्गीतमा बढी लगाव। काठमाडौँ पुग्दा उनी सपनाको सिडी चढ्दै थिए र सफलताको सबैभन्दा ठुलो पाइला भोइस अफ नेपाल सिजन 7 के तपाईलाई थाहा छ यो यात्रा 8 वर्षदेखि चलिरहेको छ। हरेक नोटमा लुकेको संघर्षको कथा। आठ वर्षमा के कमाए त? स्वरमा जादु, दर्शकको माया र कोचहरूको सम्मान। भोइस अफ नेपालबाट सुरु भएको यो यात्रा अझै जारी छ। टिकाराम भन्छन् संगीत मेरो जीवन हो, अब के? अर्को एल्बम, कन्सर्ट वा नयाँ सिजन? यो जादुगरको उडान अझै बाँकी छ। टिकाराम श्रेष्ठ एक सुर, अनगिन्ती सपना। यदि तपाईमा पनि लुकेको ट्यालेन्ट छ भने अझै सुरु गर्नुहोस्। लाइक, शेयर र कमेन्ट गर्न नबिर्सनुहोस्। तपाईको फेभरेट मोमेन्ट कुन थियो? ब्युटिफुल भोइस, स्माइली फेस र पोजिटिभ एनर्जी, यो सबको अगाडि सबै ट्यालेन्ट पग्लिहाल्नुहुन्छ, गइहाल्नुहुन्छ। यो सिजनमा चुनौती चुलीमा छ। भिड्नलाई आउँदैछन् सारै विजेता कोच। नमस्कार साथीहरू, कल्पना गर्नुहोस् 4 जना सुपरस्टार कोच जसले द भोइस अफ नेपालको इतिहास रचेका छन् अब एक अर्का विरुद्ध लड्दैछन्। आज कार्तिक 14 गते शुक्रबारबाट द भोइस अफ नेपाल सिजन 7 धमाकेदार रूपमा सुरु भयो। ब्लाइन्ड अडिसनमा यस्ता ट्यालेन्टहरू आउँदैछन् जसले तपाईको सास थाम्नेछन्। पूरा सिजनमा ब्लाइन्ड अडिसन पछि रुचि गर्थ्यो, अब यसपटक होइन। नयाँ प्लेटफर्मले सुरुवातदेखि नै अन्तिमसम्म रमाइलो कायम रहनेछ। तयार हुनुहोस्, यो सिजनले तपाईलाई 2 घण्टा टिभीमा चिप्लाउनेछ। कुन कोचले जित्छ कमेन्टमा भन्नुहोस्।
यो सिजनको सबैभन्दा ठूलो हाइलाइट 4 विजय कोचहरू प्रमोद खरेल, राजु लामा, खेम सेन्चुरी र मेलिना राई सबैले कुनै न कुनै सिजन जितेका छन्। उनीहरू बीच कडा प्रतिस्पर्धा हुँदैछ। प्रमोद खरेल सिजन 1 देखि सिजन 3 सम्म विजेता कोच। म फेरि फर्के यो पटक मेरो टिमलाई रोक्न कसैले सक्दैन भन्ने हिम्मतका साथ यस पटक सिजन 7 मा देखिएका छन्। राजु लामा सिजन 4 का विजेता। मेरो टिममा लुकेका ड्रागनहरू आउँदै छन् भन्ने जोशका साथ यस पटक देखिएका छन् भने कोच खेम सेन्चुरी सिजन 6 का विजेता हुन्। यस सिजनमा मेरो स्ट्र्याटेजीले सबैले चकित पार्नेछन् भन्ने एक जोशका साथ देखिएका छन् भने मेलिना राई बोइज किड्सका विजेता हुन्। महिलाको पावर देखाउनका लागि यस पटक सिजन 7 मा उपस्थित भएका छन्। यी 4 कोचहरू बीचको ब्याटलले सिजनलाई सुपर रोचक बनाउनेछन्। कुन टिममा जोडिन चाहनुहुन्छ लाइक गरेर देखाउनुहोस्। The Voice of Nepal Season 7। अब प्रश्न, पुरानो सिजनका ब्लाइन्ड अडिसन हेरेर मरि हत्ते हुन्थे तर ब्याटल नकआउटमा रुचि गर्थ्यो भोइसको टिमले सुनेका छन्। यस सिजनमा नयाँ रोचक फर्मेट थपिएका छन् जसले सुरुदेखि लाइभ शो सम्म रमाइलो कायम राख्नेछ। हेरौं के चेन्ज भएका छन् त। ब्लाइन्ड अडिसनमा ब्लक सिस्टम परिवर्तन। पुरानो जस्तो होइन, अब कोचहरूले ब्लक गर्दा स्मार्ट तरिकाले ट्यालेन्ट चोरी गर्न सक्छन्। कल्पना गर्नुहोस्, एउटा ट्यालेन्ट गाउँदैछ, 3 कोच टर्न गर्छन् तर चौथो सुपर ब्लक प्रयोग गरेर सबैले रोक्छन्। यसले धमाकेदार मोमेन्ट सिर्जना गर्नेछ। बोइजको टिममा विश्वास छ यस सिजनका ट्यालेन्टहरूले कोचहरूको पसिना चुहाउनेछ। ब्याटल राउन्डमा 2 सेभ। अब कोचले 2 जनालाई सेभ गर्न सक्छन्। एउटा आफैको टिमबाट फालिएको ट्यालेन्ट भने अर्को रहेको छ स्टिल गरेर। यसले ब्याटललाई अझ थप रणनीतिक बनाउनेछ। कुन कन्टेस्टेन्ट स्टिल हुनेछ तपाई अनुमान लगाउनुहोस्। नकआउट राउन्डमा रेड जोन। सिलेक्ट नभएकाहरूलाई रेड जोनमा राखिनेछन्। यो एउटा सेकेन्ड चान्स राउन्ड जस्तो जसबाट कुनै पनि फर्केर आउन सक्छन्। ड्रामा लेभल 100%। लाइभ शोमा भोटिङ चेन्ज। नयाँ भोटिङ सिस्टमले दर्शकको पावर बढाएको छ। अब एसएमएस र एपबाट सुपर भोट सुविधा अन्तिमसम्म कसैको पनि हातबाट निस्किने छैन। यी चेन्जेसले सिजनलाई अघिल्लो सिजन भन्दा फरक र रमाइलो बनाउनेछ र ब्लाइन्ड अडिसनदेखि नै हेर्न नछुटाउनुहोस्। आफ्नो कथा। अब कल्पना गर्नुहोस्, एउटा 16 वर्षकी बालिकाले भोइसको 4 कोच एकैचोटि टर्न गराउँछ वा एउटा गाउँले युवकले स्टिल मोमेन्ट सिर्जना गरेछ। यो सिजनका ट्यालेन्टहरूले ब्लाइन्ड अडिसनलाई धमाका बनाउनेछन्। भोइसको टिम भन्छ यो पटक ब्याटलदेखि नै दर्शक मरिहत्ते हुनेछ। हेरौं केही टिजरका क्लिप। प्रमोद खरेलको चकित मुहार, राजुको हाँसो, खेमको डान्स, मेलिनाको इमोसन। कुन ट्यालेन्टले विजेता बन्नेछ त यो सिजनमा? यो सिजन नेपाल भरबाट हजारौं आवेदकहरू तर केवल 64 जना ब्लाइन्ड अडिसनमा पुग्ने। तपाईको फेभरेट कन्टेस्टेन्ट को हुन सक्छ त? रुचि घट्ने डर छोड्नुहोस्। नयाँ फर्मेटले हरेक राउन्डलाई एडभेन्चर बनाउनेछ। लाइभ शो सम्म पुग्दा तपाईको भोटले विजेता निर्धारण गर्नेछ। साथीहरू, द भोइस अफ नेपाल सिजन 7 ले नेपाली संगीतको नयाँ अध्याय लेख्न लागेको छ। 4 विजय कोच, नयाँ फर्मेट र अप्रत्याशित ट्यालेन्टहरू। यो सिजन छुटाउन लायक छैन। अझैबाट हिमालय टिभी र युट्युबमा हेर्नुहोस्। तपाईको फेभरेट कोच को? कुन चेन्जले सबैभन्दा रोचक लाग्यो? कमेन्टमा लेख्नुहोस्, शेयर गर्नुहोस् र सब्स्क्राइब गरेर अलर्ट अन गर्नुहोस्। धन्यवाद। हामी अर्को भिडियोमा फेरि भेट्ने नै छौं। यो सिजनमा चुनौती चुलीमा छ। रियल कम्पिटिसन फिल गर्नु छ भने त्यो एनर्जी कोच राजुबाट पनि लिन सकिन्छ। कल्पना गर्नुहोस्, स्टेजमा उभिएको एक युवा जसको स्वरले 4 कोचले घुमाउँछ। कोच प्रमोद भन्छन् मेरो सबैभन्दा ठूलो कम्पिटिसन कोच राजु नै हो र त्यही राजुको टिममा जोडिन्छन् टिकाराम। यो कथा हो ताप्लेजुङबाट काठमाडौँ पुगेका एक सपनाको। आज हामीले ल्याएको छौं टिकाराम श्रेष्ठको रोमाञ्चक यात्रा। उजाडियो जिन्दगी, उजाडियो मन, उजाडियो जिन्दगी,
उजाडियो पूर्णबहादुरको सारङ्गीबाट प्रेरित चरी बोलको गीत टिकाराम श्रेष्ठले स्टेजमा उभिए र सुरु भयो जादु। हाई नोटबाट लो नोटसम्म हरेक स्वरले दर्शकको मन छुन्छ। कोच मेलिना, खेम, प्रमोद र राजु चारैजना घुमे। तपाईँलाई थाहा छ यो प्रस्तुतिले उनलाई स्टार बनायो। उजाडियो जिन्दगी उजाडियो मन उजाडियो जिन्दगी उजाडियो मन। प्रस्तुति सकिएपछि चारै कोचले बोल्न थाले। कोच प्रमोदले भने यदि मेरो कसैसँग कम्पिटिसन हुन्छ भने त्यो कोच राजु हो र टिकारामलाई पाउन सबैले आफ्नो सबैभन्दा राम्रो पिच गरे। कोच खेमले त हाँस्दै भने यदि कसैले बोलेको छैन भने यसको मतलब उनी प्रति चासो छैन। के बुझ्नु पर्यो, नबोल्ने मान्छेलाई जाँगरै छैन, हजुरलाई ल्याउन मनै छैन भने बुझ्नु पर्यो हजुरले। झट्ट हेर्दा टिम प्रमोदमा जोडिन्छ जस्तो लाग्थ्यो, तर टिकारामका साथीहरूले सल्लाह दिए र टिम राजु रोजे। कोच राजु खुसीले फुरुङ्गिए। बाँकी दिन कोच छक्क परे। यो थियो प्रतिस्पर्धाको रोमाञ्च। के तपाईँले पनि यस्तो मोमेन्टमा हुनुहुन्छ भने कल्पना गर्नुहोस्। प्रमोद सर, मेलिना म्याम अनि हाम्रो खेम सरलाई सरी भन्दै म राजु सरलाई। ताप्लेजुङमा जन्मिएका टिकाराम 2072 सालमा झापामा बसाइ सरे। दाजुभाइहरूले गाएको देख्दा रहर जाग्यो। म पनि गाउँछु। गाउँको गुरुले देखेर उनको स्वरमा जादु र भनिदिए बिर्ता मोडको सनलाइट म्युजिक स्कुलमा जोडिनु। यहीबाट सुरु भयो उनको साङ्गीतिक यात्रा। पढाइभन्दा गीत सङ्गीतमा बढी लगाव। काठमाडौँ पुग्दा उनी सपनाको सिडी चढ्दै थिए र सफलताको सबैभन्दा ठुलो पाइला भोइस अफ नेपाल सिजन 7 के तपाईँलाई थाहा छ यो यात्रा 8 वर्षदेखि चलिरहेको छ। हरेक नोटमा लुकेको सङ्घर्षको कथा। 8 वर्षमा के कमाए त? स्वरमा जादु, दर्शकको माया र कोचहरूको सम्मान। भोइस अफ नेपालबाट सुरु भएको यो यात्रा अझै जारी छ। टिकाराम भन्छन् संगीत मेरो जीवन हो, अब के? अर्को एल्बम, कन्सर्ट वा नयाँ सिजन? यो जादुगरको उडान अझै बाँकी छ। टिकाराम श्रेष्ठ एक सुर, अनगिन्ती सपना। यदि तपाईमा पनि लुकेको ट्यालेन्ट छ भने अझै सुरु गर्नुहोस्। लाइक, शेयर र कमेन्ट गर्न नबिर्सनुहोस्। तपाईको फेभरेट मोमेन्ट कुन थियो? ब्युटिफुल भोइस, स्माइली फेस र पोजिटिभ एनर्जी, यो सबको अगाडि सबै ट्यालेन्ट पग्लिहाल्नुहुन्छ, गइहाल्नुहुन्छ। म यसरी बसिरहेको थियो अनि यसो आयो, कसले हाने चाहिँ यसो हेरेको। अब मेलिना बहिनी चाहिँ अब घुमिसक्यो हो। एउटा गल्ती, एउटा अन्जान ब्लग र कोच राजुको सबैभन्दा ठुलो हतियार खेर गयो। ब्लाइन्ड अडिसनको पावर सकियो। टिम राजु कमजोर हुन्छ त? हाम्रो सपना राजुले जितोस् के सपना सपनामै सीमित रहने हो त? आउनुस् विस्तारमा जानौ। म यसरी बसिरहेको थियो अनि यसो आयो, कसले हाने चाहिँ यसो हेरेको। अब मेलिना बहिनी चाहिँ अब घुमिसक्यो। नाङ्गलेबारी काठमाडौँबाट 21 वर्षीय दिनेश परियार स्टेजमा उभिए। पञ्चे बाजा र बाँसुरीको तालमा मिठो भाका गाए। पहिलो लाइनमै 4 वटा कोच घुमे। मेलिना, प्रमोद, खेम र राजु सबै मोहित। पहिलो पटक पञ्चे बाजासँग प्रस्तुति। नेपाली लोक संगीतको जादु स्टेजमा देखिएको थियो। प्रस्तुति सकियो अनि अचानक ब्लक। कोच मेलिना एकदम ब्लक। सबै अचम्म, कसले गर्यो? मेलिना हरेक कुर्सीमा गइन् र हाँसिन्। प्रमोदले त भुइँमा बसेकी मेलिनाले आफ्नो कुर्सीमा बसाए। म आफ्नै चेलीलाई ब्लक गर्छु त भन्दै हाँसुको ठुलो लहर स्टेजमा देखिएको थियो। शङ्करापुर 1 नगरपालिका, शङ्करापुर नगरपालिका नाङ्गलेबारीबाट आएको। बसिरहेको बस्ने गाह्रो भयो। एकछिन हाम्रो चेलीलाई कसले ब्लक गरिदियो? यस्तो चेलीलाई भुइँमा राख्नुहुन्छ? दिनेशले कोच खेम छाने। यात्रा अघि बढ्यो तर ब्लकको रहस्य बाँकी थियो। क्यामेरा जुम गर्यो र कसले ब्लक गरेको कुरा बाहिरियो। ब्लक गर्ने कोच थिए कोच राजु, तर ब्लक भएको थियो अन्जानमा। राजुले आफ्नै हातले पावर खेर फालिएका थिए। म यसरी बसिरहेको थियो अनि यसो आयो, कसले हाने चाहिँ यसो हेरेको। अब मेलिना बहिनी चाहिँ अब घुमिसक्यो हो। उता ब्लक भइसक्यो। म त छक्क परेँ, कसले गरे। भरे लास्टमा चाहिँ
अब एक्सिडेन्टली मेरो हातले चाहिँ यसरी गरेको रहेछ। के अब टिम राजुमा बलियो चेला आउन सक्दैनन् त? के टिम राजुको स्ट्राटेजी फेल भयो? हाम्रो सपना राजुले जित्यो, सपना सपनामै सीमित रहन्छ। अब के खेल सकियो त? किन भन्दा हाम्रो बसिरहेको बस्ने गाह्रो भयो। एकछिनै हाम्रो चेलीलाई कसले ब्लक गरिदियो? यस्तो चेलीलाई भुइँमा राख्नुहुन्छ? होइन, यो बुझाइ सरासर गलत हो। ब्लक खेर जाँदैमा टिम कमजोर हुँदैन। राजुको अनुभव, स्ट्राटेजी र चेलाहरूको जोस अझै बाँकी छ। अन्जानको ब्लकले हार हुँदैन, यो त नयाँ चुनौती हो। राजुले पहिले पनि यस्ता चुनौतीहरू पार गरेका छन्। उनको टिममा अझै बलियो चेलाहरू आउनेछन् र टिम राजु अझ बलियो भएर आउनेछ। यो चाहिँ मेरो अब पहिलोचोटि ब्लकको अनुभव भनौँ न। यो कोचलाई ब्लक गर्नु पाउने अनुभव अब चाहिँ मेरो खेर गयो। मेरो ब्लक चाहिँ पुरै खेर गयो। इट्स ओके। अब एउटा तपाईँ राजुको सपना जितेको हेर्न चाहनुहुन्छ? अब सपोर्टमा उभिनुहोस्, कमेन्टमा लेख्नुहोस् टिम राजु विन्स। यो सिजन राजुले जित्नेछ, विश्वास गर्नुहोस्। आउनुहोस्, सँगै लडौँ र सँगै जितौँ। यो सिजनमा चुनौती चुलीमा छ। भिड्नलाई आउँदैछन् चारै विजेता कोच। नमस्कार साथीहरू, कल्पना गर्नुहोस् 4 जना सुपरस्टार कोच जसले द भोइस अफ नेपालको इतिहास रचेका छन् अब एक अर्का विरुद्ध लड्दैछन्। आज कार्तिक 14 गते शुक्रबारबाट द भोइस अफ नेपाल सिजन 7 धमाकेदार रूपमा सुरु भयो। ब्लाइन्ड अडिसनमा यस्ता ट्यालेन्टहरू आउँदैछन् जसले तपाईको सास थाम्नेछन्। पूरा सिजनमा ब्लाइन्ड अडिसन पछि रुचि गर्थ्यो, अब यसपटक होइन। नयाँ प्लेटफर्मले सुरुवातदेखि नै अन्तिमसम्म रमाइलो कायम रहनेछ। तयार हुनुहोस्, यो सिजनले तपाईलाई 2 घण्टा टिभीमा चिप्लाउनेछ। कुन कोचले जित्छ कमेन्टमा भन्नुहोस्। यो सिजनको सबैभन्दा ठूलो हाइलाइट 4 विजय कोचहरू प्रमोद खरेल, राजु लामा, खेम सेन्चुरी र मेलिना राई। सबैले कुनै न कुनै सिजन जितेका छन्। उनीहरू बीच कडा प्रतिस्पर्धा हुँदैछ। प्रमोद खरेल सिजन 1 देखि सिजन 3 सम्म विजेता कोच। म फेरि फर्के, यो पटक मेरो टिमलाई रोक्न कसैले सक्दैन भन्ने हिम्मतका साथ यस पटक सिजन 7 मा देखिएका छन्। राजु लामा सिजन 4 का विजेता। मेरो टिममा लुकेका ड्रागनहरू आउँदैछन् भन्ने जोसका साथ यस पटक देखिएका छन् भने कोच खेम सेन्चुरी सिजन 6 का विजेता हुन्। यस सिजनमा मेरो स्ट्राटेजीले सबैले चकित पार्नेछन् भन्ने एक जोसका साथ देखिएका छन् भने मेलिना राई भोइस किड्सका विजेता हुन्। महिलाको पावर देखाउनका लागि यस पटक सिजन 7 मा उपस्थित भएका छन्। यी 4 कोचहरू बीचको ब्याटलले सिजनलाई सुपर रोचक बनाउनेछन्। कुन टिममा जोडिन चाहनुहुन्छ लाइक गरेर देखाउनुहोस्। Voice of Nepal Season 7। अब प्रश्न, पुरानो सिजनका ब्लाइन्ड अडिसन हेरेर मरि हत्ते हुन्थे तर ब्याटल नकआउटमा रुचि गर्थ्यो भोइसको टिमले सुनेका छन्। यस सिजनमा नयाँ रोचक फर्मेट थपिएका छन् जसले सुरुदेखि लाइभ शो सम्म रमाइलो कायम राख्नेछ। हेरौं के चेन्ज भएका छन् त। ब्लाइन्ड अडिसनमा ब्लक सिस्टम परिवर्तन। पुरानो जस्तो होइन, अब कोचहरूले ब्लक गर्दा स्मार्ट तरिकाले ट्यालेन्ट चोरी गर्न सक्छन्। कल्पना गर्नुहोस्, एउटा ट्यालेन्ट गाउँदैछ, 3 कोच टर्न गर्छन् तर 4थो सुपर ब्लक प्रयोग गरेर सबैले रोक्छन्। यसले धमाकेदार मोमेन्ट सिर्जना गर्नेछ। भोइसको टिममा विश्वास छ यस सिजनका ट्यालेन्टहरूले कोचहरूको पसिना चुहाउनेछ। ब्याटल राउन्डमा 2 सेभ। अब कोचले 2 जनालाई सेभ गर्न सक्छन्। एउटा आफैको टिमबाट फालिएको ट्यालेन्ट भने अर्को रहेको छ स्टिल गरेर। यसले ब्याटललाई अझ थप रणनीतिक बनाउनेछ। कुन कन्टेस्टेन्ट स्टिल हुनेछ तपाई अनुमान लगाउनुहोस्।
नकआउट राउन्डमा रेड जोन सिलेक्ट नभएकाहरूलाई रेड जोनमा राखिनेछन्। यो एउटा सेकेन्ड चान्स राउन्ड जस्तो जसबाट कुनै पनि फर्केर आउन सक्छन्। ड्रामा लेभल 100%। लाइभ शोमा भोटिङ चेन्ज। नयाँ भोटिङ सिस्टमले दर्शकको पावर बढाएको छ। अब एसएमएस र एपबाट सुपर भोट सुविधा अन्तिमसम्म कसैको पनि हातबाट निस्किने छैन। यी चेन्जेसले सिजनलाई अघिल्लो सिजन भन्दा फरक र रमाइलो बनाउनेछ र ब्लाइन्ड अडिसनदेखि नै हेर्न नछुटाउनुहोस्। आफ्नो कथा। अब कल्पना गर्नुहोस् एउटा 16 वर्षकी बालिकाले भोइसको 4 कोच एकैचोटि टर्न गराउँछ वा एउटा गाउँले युवकले स्टिल मोमेन्ट सिर्जना गर्छ। यो सिजनका ट्यालेन्टहरूले ब्लाइन्ड अडिसनलाई धमाका बनाउनेछन्। भोइसको टिम भन्छ यो पटक ब्याटलदेखि नै दर्शक मरिहत्ते हुनेछ। हेरौं केही टिजरका क्लिप। प्रमोद खरेलको चकित मुहार, राजुको हाँसो, खेमको डान्स, मेलिनाको इमोसन। कुन ट्यालेन्टले विजेता बन्ने छ त यो सिजनमा? यो सिजन नेपाल भरबाट हजारौं आवेदकहरू तर केवल 64 जना ब्लाइन्ड अडिसनमा पुग्ने। तपाईको फेभरेट कन्टेस्टेन्ट को हुन सक्छ त? रुचि घट्ने डर छोड्नुहोस्। नयाँ फर्मेटले हरेक राउन्डलाई एडभेन्चर बनाउनेछ। लाइभ शोसम्म पुग्दा तपाईको भोटले विजेता निर्धारण गर्नेछ। साथीहरु, द भोइस अफ नेपाल सिजन 7 ले नेपाली संगीतको नयाँ अध्याय लेख्न लागेको छ। 4 विजय कोच, नयाँ फर्मेट र अप्रत्याशित ट्यालेन्टहरू। यो सिजन छुटाउन लायक छैन। अझैबाट हिमालय टिभी र युट्युबमा हेर्नुहोस्। तपाईको फेभरेट कोच को? कुन चेन्जले सबैभन्दा रोचक लाग्यो? कमेन्टमा लेख्नुहोस्, शेयर गर्नुहोस् र सब्स्क्राइब गरेर अलर्ट अन गर्नुहोस्। धन्यवाद। हामी अर्को भिडियोमा फेरि भेट्ने नै छौं। यो सिजनमा चुनौती चुलीमा छ।